ल गुड मर्निङ गाइज। अहिले चाहिँ हामी चाहिँ अल्लो सर्टबाट घरबाट निस्किएर चाहिँ तिनजना दाजुभाइ आज रमिता डाँडा हाइकिङमा निस्केका छौँ। अब बिस्तारै हामी यहाँ बाटोमा हिँड्दै रमिता डाँडाको तर्फ प्रस्थान गर्दै अलिकति स्वास्थ्य पनि खराब भयो जस्तो थियो, त्यो पनि हिँड्नेको छोड्नुहुन्न भनेर हिँडियो। अहिले चाहिँ दाजुभाइ हिँड्दैछ। आज छुट्टीको दिनको सदुपयोग गरेर तिनजना दाजुभाइ ट्याक्क रमिता डाँडा चिसो खान जानु भनेको क्या। अहिले हामी पत्ली गल्ली छिर्दैछौँ गाइस, हाम्रो पत्ली गल्ली। सबैजनाले हाम्रो मेरो युट्युब च्यानल एके माइलाबा भ्लगमा गएर लाइक सब्सक्राइब गरिदिनु होला। एके माइलाबा भ्लग। अहिले हामी पत्ली गल्ली गाइस, यहाँ फुल सब झरिसकेको छ। माथि फुल देख्न सक्नुहुन्छ। यहाँ स्ट्यान्ड नभएको गाइस हातै दुख्यो यार। अलि केही दिनपछि केही समयपछि चाहिँ हाम्रो चाहिँ सबै टेक्नोलोजी युज हुन्छ गाइज। टेक्नोलोजीहरू युज भएपछि चाहिँ सजिलो हुन्छ। तपाईँहरूले पनि चारो तरफको पुरा नजाराहरू देख्न सक्नु पाउनुहुन्छ। पत्ती गल्ली हुँदै हामी अहिले यहाँ भैँसीपाटी आइपुग्यो। गाइज गरेर हामी यता आइपुग्यो। फेरि पनि अर्को पत्ली गल्ली। पत्ली गल्लीबाट दुईजना दाइ र भाइ हिँड्दैछन्। मनाङ मुस्ताङको जेरी गल्ली भने जस्तै हाम्रो पत्ली गल्ली अल्ट्रासटको। यहाँ चाहिँ अब पत्ली गल्ली हुँदै हामी बिस्तारै रमिता डाँडा जाँदैछौँ। मैले यसो दाजुभाइलाई देखाइदिएको गाइज, आज मौसम यस्तो छ, घाम पनि लाग्दैन भन्थ्यो, तर खोइ सूर्यदेवले दर्शन दिनु त भयो, तर कताबाट दिनुभयो, फेरि कतिखेर लुक्नुहुन्छ थाहा छैन है गाइज। अब बिस्तारै जाँदैछौँ। पहिला हामी बसेको घर है गाइज। अहिले भाडामा दिएको हामीले। यस्तो छ गाइज, हामी अहिले बाटो हिँड्दैछौँ। पुरा कर्फ्यू लाग्यो जस्तो छ। यहाँ त सुनसान छ। ल हेर्नु गाइज, यहाँ गार्डनभरि अन्डै अन्न हुन्छ। बिस्तारै हेभी ब्रेकफास्ट हानेर आइदिएको, हिँड्नै सकेको छैन गाइज। तपाईँहरूले फर्स्ट ब्लग सेकेन्ड ब्लग नभन्नुहोस्। यस्ता ब्लग त हामी जमानामा बनाएर आएको। कति थियो ब्लग सब हामीले पोस्ट नगरेर मात्रै हो। पछि बिस्तारै गर्छौँ जमानाको पुरानो भ्लगहरू पनि है त गाइज। थिएन त्यही पनि अब यसो गइदिउँ भनेर यसो ऐछि लगाइरहेको। अलि स्वास्थ्य पनि ठिक थिएन। च्याउरे यस्तो भन्नु भने त यता चाहिँ हामी यस्तो पार्कतिर यसो जाँदैछौँ हामी चाहिँ काम खोजेर हिँड्दै। अनि त्यहाँ चाहिँ एउटा फेस्टिभल गरेर यता दुईजना दाजुभाइ हिँड्दैछन्। डाँडा जाने भनेको डाँडा नपुग्दै थाकिसक्यो। इन्टरभ्यू दिनु गएको त भएर
पुरा त गरेर पछि फाइनल्ली हामी चाहिँ अहिले रमिता डाँडाभित्र छिरिसकेका छौँ। पुरा एडभेन्चर वाक जस्तो भएछ है। पक्का रङटङ जस्तो भयो। कताबाट क्रसबोलले च्याक्क हान्नु लाग्यो। अस्ति नै एकचोटि आएको है, यस्तो ठाउँमा आयो टोइलेटले चाप्यो बर्बाद भयो नि। कहाँ गर्ने अरे मेरो पालो छिर्दै झाडीतिर अलार्म बाल्दै यस्तो छ गाइस डाँडा जङ्गल। अब हल्का वाक हानेर माथि डाँडाको टुप्पोमा पुग्नुपर्छ। रमिता डाँडा भन्छन्। रमिता त के रमिता हेर्ने, आफै रमिता हेर्ने हो। आफूले गरेर देखाउने हो रमिता। बिस्तारै बिस्तारै चराचुरुङ्गीहरू कराएको आवाज सुनेर आनन्द आउँछ। चिर गरेर दुईजना हिँड्दैछन्। यस्तो छ जङ्गल। दुईजना दाजुभाइ आगे म पछि
गाइज हाम्रो जग्गु मामाको गीतले पहिला चालो सुस्तरी सुस्तरी भन्थ्यो कि अरे सुस्तरी चाल्यो त्यही अन्त बेलुकासम्म पनि नपुगेला जस्तो छ त्यो भएर लम्का बुधे लम्का भने जस्तो पहिला लम्काएर उकालो सुकालो नचढ मजा अझै उकालो चढौँ भन्छ नि त फुल यति राम्रो फुल छ पहेँलो भएछ हेर्नुहोस् त पहेँलो फुल आहा कति राम्रो फुल हो यता पनि पहेँलै छ चाहिँ बिस्तारै बिस्तारै गाइज अब फाइनली हामी चाहिँ अब रम्ते डाँडातिर पुग्दैछौँ यहाँ पन्ड हुँदै यता फुलहरू हेर्दै यसो हल्का रेस्ट गरेर पानी सानी पियो खाजासाजा खाएर चाहिँ अब यसो बिस्तारै अब माथितिर जाँदैछौँ डाँडातिर बिहान त जाडो होला जस्तो भयो अहिले त गर्मी भयो पसिना आएर माथिको गाइज रम्ते डाँडा भन्ने देख्नु भएको चाहिँ भएन र छ पछाडि पछाडि जनताहरू बटालियनहरू आउँदैछन् पछाडि चराले पनि चिर 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 भन्छ के चिर भनेको यो पन्डमा गाइज मभन्दा ठुलो गोल्ड फिस छ भन्छ क्या अरे देख्छ कि भनेर आएको देखिएन यहाँ गोल्ड फिस छ अरे क्या के हो पानी आछ अरे गाइज घाम पो आयो त यार
चाहिँ यसो पानी सानी खाएर ग्लुकोज यसो खाएर चाहिँ फेरि अगाडि बढ्यो हल्का भोक लाग्यो जस्तो भएर प्रिङ्गल्स पनि लिएर आएको छु चक्लेट पनि छ एकछिन खाएर जाने हो हिजो ड्युटीमा खाजाहरूको सफा गर्नै बिर्सेँ चिया झोलामा परेको चाउमिन भएको थियो ल अब एकछिनमा रमिता डाँडामा भेटौँ न ल गाइज फाइनल्ली चाहिँ हामी रमिता डाँडामा आइपुग्यो
कति मजाले हिँडेपछि चाहिँ बल्ल बल्ल आइपुग्यो। यही रहेछ रमिता डाँडा भयो त के न के रहेछ भनेको त आफै थाकेर पो रमिता हुँदो रहेछ र पो रमिता डाँडा भन्दो रहेछ। यता हाम्रो पछाडि उता सेतो देखेको हाम्रो टाउन सेन्टर, यता सब यो डाँडा एमाजोन जङ्गल हामीले त्यही हो रमिता डाँडा भन्ने। आनन्द आछ, हावा पनि मिठो आछ। यता दाजुभाइहरू त्यो सेतो देखेको चाहिँ हाम्रो टाउन सेन्टर चाहिँ। यो चाहिँ एयरपोर्ट, प्राइभेट जेटहरूको एयरपोर्ट रे। के एयरपोर्ट रे यो? हाम्रो एयरपोर्ट, ए फार्म्रो एयरपोर्ट, प्राइभेट एयरपोर्ट। प्राइभेट एयरपोर्ट रे चाहिँ। पछि यसो कमाएछ भने म पनि एउटा प्राइभेट जेट राखेँ नि, त्यही राख्नु पऱ्यो। घाम लाग्दैन भनेको टिन टिन घाम लाग्छ। सूर्यदेव पनि खुसी भयो जस्तो छ आज। मायालवा चाहिँ आज फर्स्टचोटि वाकिङमा हाइकिङमा निस्क्यो भनेर खुसी भयो जस्तो छ। एकछिन रेस्ट गर्छौँ। यसो अब यहाँ पूजासुजा गर्नु पऱ्यो, धुपसुप बालेर अनि जाने।